सेवामा हडताल निषेध, सरकारको निर्णय र यसको प्रभाव। काठमाडौँ जेठ 26 गते 2083 नेपाल सरकारले नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएका 5वटा महत्त्वपूर्ण सेवाहरूमा हडताल वा बन्द गर्न निषेध गरेको छ। सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले इन्टरनेट, टेलिफोन, दूरसञ्चार, सञ्चार, मौसम पूर्वानुमान र विद्युत सेवालाई अत्यावश्यक सेवाको रूपमा परिभाषित गरेको हो। यो निर्णय यी सेवाहरूको निर्बाध सञ्चालन सुनिश्चित गर्न र सर्वसाधारणलाई पर्न सक्ने असुविधा र क्षतिलाई कम गर्नको लागि लिइएको हो। सरकारको यो निर्णय निकै सान्दर्भिक र स्वागत योग्य छ। इन्टरनेट, दूरसञ्चार, विद्युत र सञ्चार जस्ता सेवाहरू आधुनिक जीवनका आधारभूत आवश्यकता बनिसकेका छन्। यी सेवाहरूमा कुनै पनि अवरोधले दैनिक कार्यहरू, व्यवसाय, शिक्षा, स्वास्थ्य र राष्ट्रिय सुरक्षामा समेत गम्भीर असर पार्न सक्छ। हडताल वा बन्दका कारण यी सेवाहरू अवरुद्ध हुँदा सर्वसाधारणलाई मात्र होइन, समग्र राष्ट्रको अर्थव्यवस्थालाई पनि हानि पुग्ने गरेको छ। त्यसैले यस्ता सेवाहरूमा हडताल वा बन्दलाई निषेध गर्नु एक सही कदम हो। यस निर्णयको मुख्य उद्देश्य यी सेवाहरूलाई सुरक्षित र निर्बाध बनाउनु हो। हडताल वा बन्दका कारण यी सेवाहरू बन्द हुँदा सर्वसाधारणले झेल्नुपर्ने असुविधा, आर्थिक क्षति र राज्यको कामकारबाहीमा पुग्ने बाधालाई रोक्नु यसको मुख्य उद्देश्य हो। अब यी क्षेत्रमा कुनै पनि बहानामा हडताल, बन्द वा तालाबन्दी गर्न पाइने छैन। यदि कसैले यस्तो कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्था पनि गरिएको छ। नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवाहरूलाई यस्तो निर्णयले थप सुरक्षित र निर्बाध बनाउने अपेक्षा गर्न सकिन्छ। यी सेवाहरू बन्द हुँदा सर्वसाधारणले भोग्नुपर्ने समस्यालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो। यस निर्णयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र नागरिकलाई सेवाको सहज पहुँच सुनिश्चित गर्ने विश्वास गरिएको छ। तर यो निर्णयको प्रभावकारिता यसको कार्यान्वयनमा भर पर्नेछ। सरकारले यो निर्णयको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्न र हडताल वा बन्द गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक छ। त्यसैले सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेर एउटा सकारात्मक कदम चालेको छ। यसले नागरिकलाई सेवाको सहज पहुँच सुनिश्चित गर्ने र राष्ट्रको विकासमा योगदान पुर्याउनेछ। तर यसको कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ।